भएको छ त्यो एकदम मन्त्रीज्यूको उपस्थितिमा त्यो एकदम राम्रो छ र यो जुन निजी क्षेत्रहरूको जमघट छ नि यो चाहिँ अब यत्तिकै यसलाई चाहिँ स्थायित्व दिन आवश्यक छ भन्ने मैले ठानेको छु। अब चाहिँ स्थायित्व किन दिन आवश्यक छ भने लुम्बिनीसँगै अन्तर्राष्ट्रिय उडानको प्रचार प्रसारको लागि एउटा चाहिँ संयन्त्र चाहिँ आज चाहिँ गठन गर्नुहोस् भनेर मैले एउटा सुझाव दिन्छु। त्यसमा चाहिँ उद्योग वाणिज्य सङ्घ, होटेल सङ्घ, ट्राभल एजेन्सीहरू अरू सरकारवाला सङ्घ संस्थाहरू हुन्छ। त्यो संयन्त्रको चाहिँ एउटा चाहिँ काम चाहिँ के हुन्छ भने सरकारसँग पनि टचमा भइरहने, यहाँ चाहिँ अन्तर्राष्ट्रिय उडानको लागि के पुगेको छैन निरन्तर सरकारलाई पनि जानकारी गराउने। त्यसपछि अन्तर्राष्ट्रिय एयरलाइन्सहरू हुन्छ नि, अब हामी अहिलेसम्म चाहिँ हामीले के गरेका छौँ भने अब काठमाडौँ अब सरकारले कुरा गर्दै होला, सरकारले अन्तर्राष्ट्रिय स्तरमा कुरा गरिरहेको छ, हामी कुरेर बसेछौँ भन्ने हुन्छ, त्यो होइन। अब चाहिँ तपाईँहरूको जुन संयन्त्र बन्छ त्यो 5-7 जनाको 10-12 जनाको एउटा बलियो संयन्त्र बन्छ। त्यो संयन्त्र चाहिँ अब अनौपचारिक रूपमा चाहिँ एयरलाइन्सहरूसँग, विदेशी एयरलाइन्सहरूसँग पनि कुराकानी चाहिँ गरिराख्नु पर्यो। औपचारिक रूपमा चाहिँ सरकारसहित निर्णय बसेर छलफल हुन्छ, निर्णय हुन्छ। अनौपचारिक रूपमा तपाईँहरूले पनि कुराकानी गरिराख्नु पर्यो विदेशी एयरलाइन्सहरूसँग। र त्यस्तै चाहिँ अब के हो, अब चाहिँ एयरपोर्ट चल्यो, थाइल्यान्डबाट चाहिँ भैरवा जहाज